नमस्कार। आज केही बोलौँ भनेर म तपाईँहरूको सामु उपस्थित भएको छु। खासमा बोल्न त आवश्यक छैन। त्यही पनि केही दिन अगाडि एमालेको युवा सम्मेलनमा एकजना एमालेको नेता होला सायद, उहाँलाई मैले नराम्रो त भनिनँ, ती पनि उहाँले बोलेको कुराहरू सुन्दै गर्दाखेरि मलाई अलिकति चित्त चाहिँ बुझेन। किन चित्त बुझेन भन्नुहुन्छ भनेदेखि उसले आफ्नोलाई मात्रै राम्रो र अरूलाई नराम्रो भनिरहेको छ हरेक शब्दमा। जस्तै धरानको खर्ग साम्पाङ, काठमाडौँको बालेन शाह, अनि आफ्नो पार्टीभन्दा दोस्रो पार्टीलाई चाहिँ उनले नराम्रो बोलिरहेको देखे। सुन्नुहोस् एकचोटि। हर्केले केही गरेको छैन, घरि उफ्रेको छ, घरि रुखमा बाँदर जस्तो सुसुला हानिरहेको छ, काम केही गरेको छैन। त्यसको दिमाग सच्याउनु पर्छ। हर्क साम्पाङको त लेभल होइन, एउटा पिउन हुने, एउटा घन्टी हान्ने मान्छे, एउटा लेबर हुने मान्छेलाई मेयर बनाउनु धरानको जनताको लागि दुःखद भएको कुरो महसुस रहेका छन्। उहाँले बोलेको सुनिहाल्नुभयो। हर्केले केही गरेको छैन होइन, अलिकति बोल्नलाई लाज पनि हुँदैन है, शरम पनि लाग्दैन। किन गरेको छैन? त्यहाँ पुगेर प्रत्यक्ष नहेरे पनि सामाजिक सञ्जालबाट त देखिन्छ होला कि देखिन्न? किन गरेको छैन? र अर्को कुरा, भिरतिर जान्छ, बाँदर जस्तो गर्छ भनेको छ। विकास त्यसै हुँदैन, समृद्धि त्यसै हुँदैन। हिजो चाइनाको विकास कसरी भएको थियो त्यो एकचोटि खोजेर हेर्नुहोस्। कोरियाको विकास कसरी भएको थियो, अहिले कुन अवस्थामा छ थाहा छ कि छैन? विकास कसरी हुँदो रहेछ भनेर। धरानमा विकास भएको यत्रो जनता, विश्वको जनताले देखेछ। धरानको मेयरलाई सबैले मान्छ, अनि तिमी एउटा पार्टीमा आबद्ध रहँदै गर्दाखेरि चाहिँ केही विकास गरेन, बाँदर हो, घन्टी बजाउने हो, यस्तै सिकाओ कि के हो? पिउन हो हैन? त्यही ठाउँमा यदि तिम्रा पार्टीको हुन्थ्यो भनेदेखि तिम्रो पार्टी एक्सनमा आइसक्थ्यो। त्यो थाहा भएको कुरो हो हैन? एक्सनमा आइसक्थ्यो नि पार्टी। र अर्को कुरो, धरानको जनता दुखी छ अरे। किन दुखी छ? कसरी दुखी छ? धरानमा यत्रो वर्षसम्म पानी ल्याउन सकेको थिएन। सरकार त धेरैवटा सरकार पुगेको थियो त्यहाँ पनि हैन? अहिलेसम्म कोकाको पानी ल्याउन सकेका थिएन। कति वर्ष भयो कोकाको पानी ल्याएर खुवाउँछु भनेर आश्वासन देखाएको त्यहाँको जनतालाई? कति वर्ष भयो? तर हर्क साम्पाङले त श्रमदानबाटै पानी लिएर खुवाए हैन? त्यो विकास छैन? अझ तपाईको त्यो धरानलाई विकास भएको देख्न नसकेर पाइप काट्ने, आगो लगाउने, पाइपको छेउछेउमा डढिलो लाउने, यो के हो? पक्कै पनि यो धरानको मेयर साहबको समर्थनले त आगो लाएन होला, पाइप काटेन होला, तिम्रै पार्टीको थियो होला। कहिले पनि धरानको हर्क साम्पाङले चाहिँ नि त्यो विषयमा मान्छेसँग चाहिँ कसले काट्यो, किन काट्यो भनेर कहिले पनि क्वेसन गरेन, कहिले पनि खोजेन, कहिले पनि कानुनी दायरामा गएर आफैले मर्मत गरेछ श्रमका केही टिम लगेर। खोइ त्यो देखेको बुझेको? खोइ बोल्नु पाए भने जे पाए त्यही बोलेछ।
बाँदर हो हैन, भिउन हो हैन, हर्क साङपाङ धरानको मेयर बन्नु लायक छैन, यस्तै हो बोल्ने। बालेन एउटा परिचालित पात्र हो, बालेन एउटा आतंककारी हो। यो देशको सबभन्दा भ्रष्ट मेयर भनेको बालेन हो, जसले सिल्को भाँचेको छैन, काम गरेको छैन, सस्तो लोकप्रियतिर लागिरहेको छ, नेकपा एमालेको पछि झिका धपाइरहेको छ बालेन। अर्को पनि सुनिहाल्नुभयो, बालेन भ्रष्टाचारी हो, आतंककारी हो। ए भ्रष्टाचार भएको चाहिँ कहाँ थियो? पहिलो कुरो। दोस्रो कुरो, आतंककारी हो बालेन आतंककारी नै हो, तिमीहरूको लागि आतंककारी नै हो हैन, आतंककारी नै हो। तिमीहरू विकास हुनलाई विरोध गर्छौ, बालेनसँग विकास खोज्छ, केही गरेका छैन पनि भनेको छ। किन गरेको छैन बालेनले? हिजोको तिमीहरूको सरकार हुँदै गर्दाको अवस्था हेर, अनि बालेन शाह मेयर भए पछाडिको अवस्था हेर। विकास छ कि छैन? समृद्धि छ कि छैन? हामीले देखेका छु नि त, मैले देखेको छु, मसँग रहेको दोस्रो व्यक्तिले देखेका छ। किन विकास छैन हैन? विकास भएको देख्न नसक्ने तिमीहरू नालायकहरू, तिमीहरू भनेको भ्रष्टाचारी हो खासमा। कताबाट लुट्नु पाइन्छ, कताबाट थुत्नु पाइन्छ, त्यही हेरेर बस्ने हो तिमीहरू। तिमीहरू भएदेखि त्यति पनि विकास हुँदैन थियो। हामीले देखेका छैन तिमीहरूको सरकार कहाँ पुगेको थियो, कुन अवस्थामा थियो हैन, कसरी भ्रष्टाचार गरेको थियो हामीले देखेका छैन। अनि अहिले अरूलाई चाहिँ भ्रष्टाचारी हैन, यो शब्द चाहिँ मलाई मन परेन। भ्रष्टाचार गर्ने भनेको तिमीहरू नै हो, झोलेहरू हैन। विकास ल्याउनु छ भनेदेखि त विद्रोह पनि गर्नुपर्छ। धरान भरको समूहले विद्रोह गरेकै हो, विकास भइरहेकै छ। काठमाडौँमा बालेन शाहले विद्रोह गरेकै हो, विकास भएकै छ। हिजोको दिन बालेन शाह मेयर भएर आउँदै गर्दाखेरि काठमाडौँको फोहोर फाल्ने ठाउँ तिमीहरूले नै रोके होइन? बालेनले फोहोर फाल्ने नदिँदै गर्दाखेरि कति गाह्रो भएको थियो बालेनलाई होइन? विकासको रूपमा हेर्ने भनेदेखि विकास छैन। कसरी छैन? हरेक नेपालको युवालाई रोजगार तालिम पनि दिएकै हो हैन? होला रोजगार तालिम दिएर कतिले रोजगार पाए, कतिले पाएनन्, त्यो आफ्नो ठाउँमा छ। तर एउटा सिपमूलक काम पनि दिएकै हो। बाटो त्यस्तो कस्तो थियो बालेन आउनुभन्दा अगाडि? गल्ली कस्तो थियो? एकचोटि गएर घुमेर हेरेको छैन कि? यसो चारो पेल्छ, यसको बारेमा चाहिँ विरोध गरे भनेर। पक्कै पनि चारै पेलेरै होला सायद, यति साह्रो आँटाको बोल्नको लागि हैन? पागल आफै पागल बनेर बोलेको। विकास कसरी हुन्छ नि? विकास हुनको लागि सबैभन्दा पहिलो कुरो तिमी आफू सचिनुपर्छ। भ्रष्टाचारी भनेको छ, भ्रष्टाचार गर भनेको छ, आफूले भ्रष्टाचार गरेर थाहा छैन, आफ्नो पार्टीको कार्यकर्ताले भ्रष्टाचार गरेको देख्दैन, अनि अरूलाई भ्रष्टाचार। आफूलाई मन परेको जति आफ्नो, आफूलाई मन नपरेको जति सबै अरूको, त्यही त होला नि। भ्रष्टाचार गर्यो भनेको छ हैन? एमालेमा पनि हामीले देखेका छौँ भ्रष्टाचार नभएको छैन, भएको छ। अनि त्यहीँ भित्र एमालेभित्र केही राम्रा मान्छेहरू पनि छन्। राम्रोलाई राम्रो भनौँ न, नराम्रोलाई नराम्रो भन्नु, अनि विकास हुन्छ। सबैलाई गलत देखाएको छ, गलत भनेको छ होइन? चाहिँ नि भ्रष्टाचार गर भनेको छ,
धरानकै पनि इतिहास हेरौँ न। हर्क साम्पाङ आउनुभन्दा अगाडि कस्तो थियो, कुन अवस्था थियो धरानमा? म पनि बसेको छु, म पनि पुगेको छु धरान, होइन? त्यसै विद्रोह गरेर चाहिँ तपाईँको चाहिँ त्यहाँ विकास भएन। तर तिमीले त विकास भएको देखेको छैन, होइन? हर्क साम्पाङ त फटा हो नि। त्यहाँको त अझै जनतालाई पनि तिमीले फटा भनिरहेको छौ। जनता कसरी फटा? जनता त्यहाँको फटा होइन, जनता इमान्दार हो। यदि चाहन्थ्यो भनेदेखि त्यहाँ पनि पैसामा बिक्नु सक्थ्यो त्यहाँको जनता। तर त्यो कहिले पनि त्यहाँको जनताले सोचेन। त्यही भएर त विकास भएको छ धरान अहिले, होइन? काठमाडौँमा पनि त्यही भएर विकास भयो। यदि त्यही ठाउँमा बालेन शाहको ठाउँमा अरू कोही तिम्रै पार्टीको आएको भए पनि विकास हुने थिएन। 84मा जित हार भने मैले आशीर्वाद दिएँ, जितेर बालेनले जति गरे देखाऊ, अनि म तिम्रो भिडियो बनाएर अथवा म सामाजिक सञ्जालमा राम्रो गरेँ भनेर म तिमीलाई पनि हौसला दिन्छु। मान्छे हेर्दाखेरि त निकै पढे लेखेको बुद्धिजीवी जस्तो देखिन्छ, तर यो दिमागमा चाहिँ के भरिया छ, होइन? टक्क पेन बोकिया छ, नेपालको झन्डाको लोगो राखा छ, होइन? अनि कुरा चाहिँ फेरि हुन्छ नि, विकासलाई विद्रोह गर्ने खालको कुरा गरेछ। रूप रङ्गले चाहिँ नहुँदो रहेछ। रूप रङ्ग ड्रेस हेर्दाखेरि चाहिँ निकै राम्रै मान्छे, विकास समृद्धि खोज्ने मान्छे जस्तो देखिन्छ, तर बेहोरा चाहिँ पटक्कै नभएकै रहेछ। कहिले सुध्रिने होला कि अब? विकास खोजौँ, विकास कसरी हुन्छ त्यता जाउँ, सहमतिमा जाउँ भन्ने छैन। गाली गरेछ, होइन? पिउन भनेछ, होइन? भाँदर भनेछ, भ्रष्टाचारी भनेछ। भ्रष्टाचार खोजौँ न, कता कता भ्रष्टाचार भएको छ, कहाँ कहाँ भ्रष्टाचार भएको छ, केमा भ्रष्टाचार भएको छ, त्यो खोजौँ न। अनि पो आहा गर्छ त सबैले तिमीलाई, सबैले आहा गर्छ तिमीलाई। राम्रोलाई चाहिँ अनि नराम्रो भन्न थालेपछि तिमीलाई राम्रो शब्द आउँछ होला। एकचोटि आफूले बोलेको भिडियोमा गएर सरस्वती हेर एकचोटि, होइन? कति पर्सेन्ट पोजिटिभ रिजल्ट आएको छ, कति पर्सेन्ट नेगेटिभ रिजल्ट आएको छ त्यहाँ जनताबाट, होइन? म कुनै पनि पार्टीलाई राम्रो वा नराम्रो भन्दिनँ, सबै पार्टी राम्रा हुन्, सबै पार्टी राम्रा छ। तर पार्टीभित्रका तिमी जस्तै व्यक्तिहरू खराब छन्, तिमी जस्तै व्यक्तिका सोचहरू खराब छन्, त्यसले गर्दा विकास नभएको। पार्टी त केवल एउटा नाम मात्रै हो, जुनसुकै पार्टी होस् नाम मात्रै हो, तर पार्टीभित्रको व्यक्ति खराब छ, होइन? पार्टीभित्रको व्यक्तिहरूको मन खराब छ, होइन? पार्टीको कार्यकर्ताहरू, मन्त्रीहरू विदेश घुम्न जान्छ, राज्यको पैसा अरबौँ खरबौँ पैसा सकेर आउँछ। कहाँबाट विकास हुन्छ? अनि धरानको हर्क साम्पाङ घुम्न जान्छ, भ्रमणमा जान्छ, पैसा लिएर आउँछ। अनि पार्टीभित्रका यस्ता व्यक्तिहरू छन् जो घुम्न जान्छ अनि अरबौँ खरबौँ पैसा सकेर आउँछन्, होइन? यही हो विकास। पोखराको एयरपोर्ट पनि सुनिहाल्यौँ हामीले समाचार, होइन? कति भ्रष्टाचार भएको छ भनेर। कहाँबाट ऋण लिएर आएको रहेछ यत्रो अरबौँ अरब, होइन? यत्रो पैसा चाहिँ भ्रष्टाचार हुँदाखेरि तिमीले बोल्नु सकेको खोइ? यो विषयमा खोजी गर्नुहोस्, अनि तिमीलाई सबैले मान्नेछ। होइन भने तिमी देशको लागि विद्रोह गर्ने मान्छे हो, तिमी खराब मान्छे हो तिमी। र यस्ता मान्छेहरूलाई के भन्न चाहनुहुन्छ सबैले कमेन्ट गर्नुहोस्, होइन?
उहाँले बोलेको सुन्नु भएको छ, कस्तो लाग्यो उहाँको बोली होइन? हजुरहरूलाई कस्तो लाग्छ? सहीलाई सही, गलतलाई गलत भन्नु सक्नुपर्छ हामीले। उसले यदि राम्रो बोल्या हो, सही बोल्या हो भनेदेखि सही भनौँ, यदि उसले खराब बोल्या हो भनेदेखि उसको बोली खराब हो अथवा ऊ गलत मान्छे हो भनेर कमेन्ट गर्नुहोस्। र मेरो यस भिडियोलाई सबैजनाले सेयर पनि गरिदिनु होला। अनि मेरो युट्युब च्यानल छ, युट्युब च्यानल पनि सब्सक्राइब गरिदिनु होला होइन? युट्युब च्यानलमा कम भिडियो आउँछ, त्यही पनि हजुरहरूले युट्युब च्यानल मेरो सब्सक्राइब गरिदिनु भयो भनेदेखि हजुर पनि मेरो एउटा च्यानलको एउटा सदस्य बन्नुहुनेछ होइन? त्यसो हुँदाखेरि मैले युट्युबमा हालेको भिडियोहरू सर्वप्रथम तपाईँको मोबाइलको डिस्प्लेमा आउनेछ, हजुरहरूलाई हेर्नलाई पनि सहज हुनेछ। त्यसो हुँदाखेरि सबैजनाले सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला अनि सेयर पनि गर्नु होला, एकदमै धेरैभन्दा धेरै सेयर गर्नु होला, ताकि एकचोटि जो व्यक्तिले बोलो उसको मोबाइलमा पनि पुगोस् यो भिडियो। सुनुन् के बोलेछु, कसरी बोलेछु, कसलाई के भनेछु भने एकचोटि सुनुन्। त्यसो हुँदाखेरि सबैजनाले भिडियोलाई सेयर गरिदिनु होला होइन? हस्, धन्यवाद।